हेलो गाइस, वेलकम टू लिम्बू अनि हेलो गाइस, वेलकम टू लिम्बू। अब म यहाँ भाषा पकाउनु गइरहेको छु। म चाहिँ इटलीबाट गाइस। मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ। अहिले चाहिँ बिहानको गाइस 5:50 हुन आँट्यो। 5:47 मिनट गइसक्यो। ल साथीहरू, मेरो मम्मीले चामल धोइदिइसक्नु भएको छ। साथीहरू अब मलाई म भात बसाउँछु। सर साथीहरू धुइदिनु भएछ भनेको भनेछु, भिजाइदिनु भएको रहेछ। हुन्छ साथी, म चामल धोएर रेडी गरेँ। अब अनलाइनमा म भात बसाउँछु। चिसै भात बसाउनु कुरा हुँदैन साथीहरू, ग्यास बिग्रिन्छ। इलेक्ट्रिक ग्यास हो भनेर मजाले पुसपास गर्नु साथीहरू। सुक्खा हुनुपर्छ, न त लिँदैन क्या। ग्यास यहाँ छ साथीहरू। सकिन्छ साथीहरू, मैले बसाइसकेँ। राजमा हाल्छु अनि तल चुलामा लान्छ मम्मीले। मेरो कुकर तात्दैछ साथीहरू। अब मैले यसमा तेल लाएँ अनि सक्नुहुन्छ। म अब यसमा लसुन अदुवा दुइटै किचार हाल्छु साथीहरू। मलाई चाख लाग्दा कारण साथै म चाहिँ रोक्दै भन्दैछु। यहाँ हेर्नु त, मैले भने लसुन अदुवा हाल्छु भनेर किचार हालिसकेँ। अब यो डढेपछि दाल हाल्छु अनि पानी हाल्छु अनि बेसन हाल्छु अनि नुन हाल्छु साथीहरू। यही मैले हालिसकेँ। राजमा चाहिँ यहाँ छ, राजमा धुनुपर्ने। पर्सि आफू साग भुट्ने अहिले राजमा यस्तै हुन्छ। लग्दा भयो नि, फ्रिजमा राखेर चिप्लेको नि यस्तो उयो आएको गनाउँदैन अनि किन गनाउँछ? हिजो मात्रै भिजाएको राजमा चाहिँ। मैले चाहिँ कति लामो भिडियो बनाइरहेको। एकछिन नबोल्नु न, भिडियो बनाएको बेला त नाटेको डढेर जस्तो भइसक्यो। कराई साथीहरू, मान्छे बेसन नुन हालेर राजमा बसिसकेँ। अब यो राजमा मम्मीले तल लानुहुन्छ साथीहरू। अनि यहाँ चाहिँ म पापड तार्न आँटिरहेको छु। हिजो किनभने राखेँ साथीहरू। हिजो अस्तिको माछाको तेल भनेर तारेर खाएँ मैले। अनि यो थोरै तेल खेल्न जान्छ भनेर साथीहरू। अब यो तेलमा तार्न आँटिरहेको छु। अनि यो तेलमा तारेर कराई धोएर अनि सब्जी पकाउनु पर्छ। साथीहरू, मेरो भात पाकिसक्यो। अनि मम्मी दाल तल लानु भएन। अनि रक्सी पार्ने काम पैसा हुन्छ नि त मेरो मम्मीले। अनि त्यो कोइला हाल्ने चुलामा हाल्नको लागि कोइलै भएको थिएन। त्यही भएर यहीँ बसाउनु भयो साथीहरू। अनि मेरो पापड चाहिँ तर्यो। म चाहिँ त्यही तेल पनि डुब गरेर पापड तारेको साथीहरू। अझै तेल उक्लिरहेछ, किनभने यो तेलमा सब्जी पकाउनु हुँदैन। यो माछाको तेल हो। हाम्रो बाबाले माछा मासु केही खानुहुन्न। अब यो तेल मैले यो बटुकामा खनेर साटेर सेलेपछि त्यो माछा तारेको तेलको डब्बामा हाल्छु साथीहरू। त मेरो दाल पाकिरहेको छ। मैले सब्जी काट्नु परेन साथीहरू। मेरो मम्मीले काटिदिनु भएको छ मलाई सब्जी। अब म यो कराईहरू धोएर यहाँ पानी तताएर तातो पानी खानुपर्छ। मैले कराईहरू
छु अनि बाबा गाइसकेपछि साथीहरू मैले सब्जी चाहिँ लगाउँछु फर्सी र मुन्टा अनि सब्जी साथीहरू मैले कराई मजाले धोएर राखिसकेँ पहिला म पकाउन आँटेछु साग साथीहरू मेरो पुरानो ढिँडाउन आँटिसक्यो 6 पिस भइसक्यो 7:30 बजे काममा जानुहुन्छ अनि त्यसपछि म पकाउँछु आलु फर्सी साथीहरू अनि सन्चो लसुन अदा पनि पिसाइसकेको छु अनि मेरो फोनमा चार्ज नभएको हुनाले म चाहिँ चार्ज गर्दै भिडियो बनाउँदैछु साथीहरू 70% भएछ अनि चाहिँ फर्सी आलु छ अब तातो तातिएको छ मेरो लागि अरूको लागि तातो भने डरै तातिन्छ मैले जति खान्छु अनि छोरीले खान्छ अनि चाहिँ नानीको पानी खान्छ पढ्नु मान्नुहुन्छ नि त अनि चाहिँ म मान्दिनँ किनभने म अहिले खाइहाल्नु पानी हो अलिकति सोधेपछि रातिहरू अब यो पानी जसले खाँदा पनि हुन्छ नि त पानी मेरो भयो यता पानी आइसक्छ यता घरै काटिसकेको साथीहरू अब म साग पकाउँछु